कल्पना गर्नुहोस् नेपालको एउटा यस्तो भूमि जहाँ बिहानको पहिलो घाम हिउँले ढाकिएका हिमालहरूमा सुन जस्तै चम्किन्छ, विशाल घाँसे मैदानमा नाउरका बथानहरू स्वतन्त्र रूपमा दौडिरहेका हुन्छन्, आकाशमा नेपालको राष्ट्रिय चरा डाँफे पखेटा फिजाएर उडिरहेको हुन्छ र टाढाबाट हिमचितुवाको रहस्यमय उपस्थितिको अनुभूति गर्न सकिन्छ। के तपाईलाई थाहा छ नेपालमा एउटा यस्तो संरक्षित क्षेत्र छ जहाँ वन्यजन्तुको संरक्षण र नियन्त्रित शिकार व्यवस्थापन सँगसँगै सञ्चालन गरिन्छ, जहाँ संसारभरका साहसिक पर्यटकहरू केवल हिमाल हेर्न होइन, दुर्लभ वन्यजन्तु र विशाल हिमाली पाटनहरूको अनुभव लिन पुग्छन्। यदि नेपालका सबैभन्दा सुन्दर, रहस्यमय र कम चर्चित गन्तव्यहरूको सूची बनाइयो भने धोरपाटन निश्चय नै शीर्ष स्थानहरूमा पर्नेछ। आज हामी यात्रा गर्दैछौँ नेपालको एकमात्र शिकार आरक्ष्य, प्राकृतिक सौन्दर्यको खानी र पश्चिमी हिमालयको अनुपम स्वर्ग धोरपाटनतर्फ। नेपालको पश्चिमी भागमा अवस्थित धोरपाटन केवल एउटा पर्यटकीय गन्तव्य होइन, यो प्रकृति, संस्कृति, वन्यजन्तु र हिमाली जीवनको जीवित संग्रहालय हो। बागलुङ, रुकुम पूर्व र म्याग्दी जिल्लामा फैलिएको धोरपाटन शिकार आरक्ष्य नेपालको एकमात्र हन्टिङ रिजर्भ अर्थात् शिकार आरक्ष्य हो। सन् 1987 मा स्थापना गरिएको यो आरक्ष्य करिब 1325 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। समुद्री सतहबाट करिब 2850 मिटरदेखि 7246 मिटर उचाइसम्म फैलिएको यो क्षेत्र धौलागिरी हिमाल प्रणालीको काखमा अवस्थित छ। यहाँका अग्ला हिमाल, विशाल घाँसे मैदान, गहिरा खोज, चट्टानी भिरालो भूभाग र सधैँ बगिरहने हिमनदीजन्य खोलाहरूले धोरपाटनलाई नेपालको सबैभन्दा आकर्षक प्राकृतिक क्षेत्रमध्ये एक बनाएका छन्। धोरपाटन नामको आफ्नै रोचक इतिहास छ। स्थानीय भाषामा धोर भन्नाले खुला चरणभूमि वा घाँसे मैदानलाई जनाउँछ भने पाटन भन्नाले विशाल समथर मैदान बुझिन्छ। वास्तवमा धोरपाटन पुग्ने जो कोहीले यसको नाम किन धोरपाटन रह्यो भन्ने कुरा सजिलै बुझ्न सक्छ। चारैतिर हिमालले घेरेका विशाल हरिया पाटनहरू यहाँको पहिचान हुन्। गर्मीयाममा यी पाटनहरू हरियो कार्पेट जस्तै देखिन्छन् भने जाडोमा सेतो हिउँले ढाकिएर कुनै परिकथाको संसार जस्तै देखिन्छन्। धोरपाटन विश्वमै दुर्लभ मानिने संरक्षण र नियन्त्रित शिकार व्यवस्थापनको उदाहरण हो। धेरै मानिसहरूले शिकार आरक्ष्य सुन्दा वन्यजन्तु मार्ने ठाउँ भनेर बुझ्ने गर्छन्, तर वास्तविकता फरक छ। यहाँ वैज्ञानिक अध्ययन, जनसङ्ख्या मूल्याङ्कन र संरक्षण योजनाका आधारमा सीमित संख्यामा मात्र शिकार अनुमति दिइन्छ। मुख्य रूपमा नाउर अर्थात् ब्लू सीप र हिमाली थारको नियन्त्रित शिकार विदेशी शिकारीहरूलाई विशेष अनुमति र ठूलो शुल्क तिरेर मात्र गर्न दिइन्छ। यसबाट प्राप्त राजस्व वन्यजन्तु संरक्षण र स्थानीय विकासमा प्रयोग गरिन्छ। यही कारणले धोरपाटन संरक्षण र उपयोग बीचको सन्तुलनको उत्कृष्ट नमूना मानिन्छ। धोरपाटनको सबैभन्दा ठूलो सम्पत्ति यसको जैविक विविधता हो। यहाँ पाइने प्रमुख वन्यजन्तुहरूमा नाउर, हिमाली थार, घोरल, कस्तुरी मृग, झारल, रातो पाण्डा, हिमाली कालो भालु, चितुवा, ब्वाँसो, स्याल, जंगली बिरालो र विश्वकै दुर्लभ शिकारी मध्ये एक हिमचितुवा समावेश छन्। हिमचितुवा प्रत्यक्ष देख्न निकै कठिन भए पनि यसको उपस्थिति यस क्षेत्रको पारिस्थितिक महत्त्वको प्रमाण हो। हिमालका ढिस्काहरूमा नाउरका बथानहरू चरिरहेको दृश्य धोरपाटनको सबैभन्दा प्रसिद्ध प्राकृतिक दृश्य मानिन्छ। चराचुरुङ्गीको दृष्टिले पनि धोरपाटन अत्यन्त महत्त्वपूर्ण क्षेत्र हो। यहाँ नेपालको राष्ट्रिय चरा डाँफे, मुनाल, चिल, हिमाली गिद्ध, कालिज, चकोर, हिमाली परेवा, रक्तचिरा, स्नो पार्ट्रिज र विभिन्न प्रकारका दुर्लभ हिमाली चराहरू पाइन्छन्। बिहानको समयमा डाँफेले आफ्नो चम्किलो पखेटा फैलाएर नाच्ने दृश्य देख्न पाउनु धेरै पर्यटकहरूको सपना हुन्छ। वसन्त ऋतुमा चराहरूको चिरबिराहटले सम्पूर्ण जंगल गुन्जायमान हुन्छ। धोरपाटनको प्राकृतिक सौन्दर्य शब्दमा वर्णन गर्न गाह्रो छ। यहाँका पाटनहरू, गुराँसले ढाकिएका जंगलहरू, हिमाली नदीहरू, झरनाहरू र दूरसम्म देखिने धौलागिरी हिमश्रृङ्खलाले जो कोहीलाई मन्त्रमुग्ध बनाउँछ। वसन्तमा रातो, गुलाबी र सेता गुराँसहरूले पहाडहरू रंगीन बनाउँछन्। गर्मीयाममा हरियालीले भरिएका मैदानहरू स्वर्गीय देखिन्छन् भने शरद ऋतुमा सफा आकाश र चम्किला हिमालहरूले दृश्यलाई अझ आकर्षक बनाउँछन्। जाडोमा भने धोरपाटन पूरै हिउँले ढाकिन्छ र विशाल सेतो साम्राज्यमा परिणत हुन्छ। धोरपाटन पदयात्रा अर्थात् धोरपाटन ट्रेक नेपालको सबैभन्दा रमणीय तर कम चर्चित ट्रेकिङ मार्गहरूमध्ये एक हो। बागलुङ, बुर्तिबाङ हुँदै धोरपाटन पुग्ने यात्राले स्थानीय गाउँहरू, मगरबस्तीहरू, जंगल, नदी र हिमाली पाटनहरूको अद्भुत अनुभव प्रदान गर्छ। यहाँ आउने ट्रेकरहरूले भीडभाड रहित शान्त वातावरणमा वास्तविक हिमाली नेपाललाई नजिकबाट अनुभव गर्न सक्छन्। धेरै साहसिक यात्रुहरू धोरपाटनबाट डोल्पा, रारा तथा धौलागिरी क्षेत्रसम्म लामो पदयात्रा पनि गर्छन्। यहाँको अर्थतन्त्र मुख्य रूपमा कृषि, पशुपालन, जडीबुटी र पर्यटनमा आधारित छ। स्थानीय समुदायहरूले आलु, फापर, जौ, सिमी र विभिन्न हिमाली बाली उत्पादन गर्छन्। चौरी, भेडा र बाख्रा पालन यहाँको जीवनशैलीसँग गहिरोसँग जोडिएको छ। गर्मीयाममा हजारौं पशुहरू विशाल पाटनहरूमा चराउन ल्याइन्छन्। यार्सा गुम्बा, जटामसी, पाँचौंले लगायतका बहुमूल्य जडीबुटीहरूले पनि स्थानीय आयमा योगदान पुर्याउँछन्। धोरपाटनको सांस्कृतिक पक्ष पनि उत्तिकै आकर्षक छ।
यहाँ मुख्य रूपमा मगर समुदायको बसोबास छ भने गुरुङ, छन्त्याल र अन्य हिमाली समुदायहरू पनि बसोबास गर्छन्। स्थानीय संस्कृति, लोकगीत, सोरठी नृत्य, मौलिक वेशभूषा र परम्परागत खानपानले यहाँको पहिचान झल्काउँछ। पाहुनालाई देवता सरह सम्मान गर्ने संस्कार यहाँ अझै जीवित छ। स्थानीय गाउँहरूमा पुग्दा पुरानो नेपाली जीवनशैली अझै पनि अनुभूति गर्न सकिन्छ। ढोरपाटन क्षेत्रमा बग्ने विभिन्न हिमाली खोलाहरू पश्चिम नेपालको नदी प्रणालीका महत्वपूर्ण स्रोत हुन्। हिमालबाट पग्लिएको पानीले यहाँका खोला, नदी, चरणभूमि र जंगललाई जीवन प्रदान गर्छ। यही पानीले कृषि, पशुपालन र जैविक विविधतालाई टिकाइराखेको छ। आज सड़क पहुँच विस्तार भएसँगै ढोरपाटन पुग्न पहिले भन्दा सजिलो भएको छ। बागलुङको बुर्तिबाङ हुँदै सड़क मार्गबाट ढोरपाटन पुग्न सकिन्छ। यद्यपि यहाँ अझै पनि आधुनिकताको अत्यधिक प्रभाव नपुगेकाले यसको मौलिकता कायम छ। यही कारणले प्रकृतिप्रेमी, वन्यजन्तु अनुसन्धानकर्ता, फोटोग्राफर र ट्रेकरहरूका लागि ढोरपाटन विशेष गन्तव्य बनेको छ। ढोरपाटन केवल नेपालको एकमात्र शिकार आरक्ष मात्र होइन, यो हिमाल, वन्यजन्तु, संस्कृति, इतिहास र प्रकृतिको अनुपम संगम हो। यहाँका विशाल पाटनहरू, हिउँले ढाकिएका शिखरहरू, डाँफेको मधुर स्वर, नाउरका बथानहरू र हिमचितुवाको रहस्यमय संसारले ढोरपाटनलाई नेपालकै सबैभन्दा अद्भुत प्राकृतिक सम्पदा मध्ये एक बनाएको छ। यदि तपाईले नेपालको वास्तविक हिमाली आत्मा अनुभव गर्न चाहनुहुन्छ भने ढोरपाटन केवल एउटा यात्रा होइन, जीवनभर सम्झिरहने अनुभव हो। नेपाल प्राकृतिक सौन्दर्यको खानी हो, जहाँ संसारकै अग्ला हिमालदेखि हराभरा जंगल, पवित्र नदीदेखि ऐतिहासिक सम्पदासम्म अनगिन्ती आकर्षणहरू छन्। ती सबै सुन्दर गन्तव्यहरूमध्ये ढोरपाटन पनि नेपालको एक अनुपम र अद्वितीय रत्न हो। यदि तपाईँ भीडभाडभन्दा टाढा प्रकृतिको वास्तविक स्पर्श महसुस गर्न चाहनुहुन्छ भने ढोरपाटन अवश्य पुग्नुपर्ने ठाउँ हो। यहाँका विशाल पाटनहरू, हिउँले ढाकिएका हिमालहरू, दुर्लभ वन्यजन्तुहरू, रंगीन गुराँसका जंगलहरू, मौलिक संस्कृति र शान्त वातावरणले जो कोहीको मन जित्न सक्छ। ढोरपाटन केवल नेपालको एकमात्र शिकार आरक्ष मात्र होइन, यो प्रकृति संरक्षण, जैविक विविधता र हिमाली जीवनशैलीको जीवित उदाहरण पनि हो। आजको यात्रामा हामीले ढोरपाटनको इतिहास, संस्कृति, पर्यटन, वन्यजन्तु, चराचुरुङ्गी, पदयात्रा, हिमाल, नदी र यहाँको अनौठो प्राकृतिक सम्पदाबारे जानकारी प्राप्त गर्यौं। आशा छ यो भिडियोले तपाईलाई नेपालको यो सुन्दर गन्तव्यबारे नयाँ जानकारी दिएको छ र एक दिन आफ्नै आँखाले ढोरपाटनको स्वर्गीय सौन्दर्य हेर्ने प्रेरणा पनि दिएको छ। यदि तपाईलाई यो भिडियो मन पर्यो भने लाइक गर्न नबिर्सनुहोस्, आफ्ना साथीभाइ र परिवारसँग शेयर गर्नुहोस् र नेपालको यस्तै रोचक इतिहास, भूगोल, संस्कृति तथा पर्यटन सम्बन्धी भिडियोहरू हेर्न हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस्। तपाईको एउटा लाइक र सब्स्क्रिप्सनले यस्ता जानकारीमूलक सामग्री बनाउन हामीलाई ठूलो प्रेरणा मिल्छ। अन्त्यमा नेपालको पश्चिमी हिमालयको काखमा रहेको यो अद्भुत भूमि ढोरपाटनलाई सलाम गर्दै अर्को रोचक गन्तव्यको यात्रा सहित फेरि भेट्नेछौं। तबसम्मका लागि सुरक्षित रहनुहोस्, नेपाललाई चिनौं, नेपाललाई बुझौं र नेपालको सुन्दरतालाई संसारभर चिनाऊ। धन्यवाद। जय नेपाल।